छ सबैलाई मेरो च्यानलमा। आज चाहिँ हामी ललितपुरको एकदम बिकट ठाउँमा जाँदैछौँ। काठमाडौँ नजिकै नै छ बिकट ठाउँहरू है। हामी जान लागेको ठाउँ चाहिँ घुसेल भन्ने हो। अँध्यारो नहोला यार, किनभने हामी अरू बेला त योभन्दा नि ढिला गर्थ्यौँ भने है। पानी पऱ्यो भने चाहिँ अँध्यारै हुन्छ। 7:30 सम्म उज्यालो हुन्छ आजकल। रात पर्न लागेको छ। अब हेरौँ हामी कति 9जना छ। जाने चाहिँ एउटा साथीको घरमा जानु लाग्यो। उसको घर चाहिँ खाली छ त्यहाँ माथि गाउँमा। आज केटाहरू सब त्यतै बसेर रमाइलो गरेर गाउँ घुमेर छक्क लगाएर अब सामान किन्नु पर्यो। कति कति भयो? बिस्कुट पनि छ धेरै चाहिँ छैन, 3-4 प्याकेट। हामी चाहिँ लाग्यो चापागाउँबाट म्यासतिर। अब लाग्छ होला 1 घन्टा। बिचमा रात पर्छ जस्तो लागिरहेको छ मलाई। जहाँसम्म पुग्छ त्यहीँसम्म बनाउँछु। त्यहाँबाट बनाउनु थाल्यो सम्झिन्छ कि के बिर्स्यो भनेर। हो तीन चार 5वटा बाइक। दार्जिलिङ तर भाइब चाहिँ त्यस्तै छ है। तर माथि अब चिसो छ यार। चिसो छ क्या माथि चाहिँ। जान लागेको ठाउँ चाहिँ एकदम बिकट ठाउँ हो है। ललितपुर नजिकैको रुरल पार्क भनौँ न। बस यहाँ होइन नि कि यतैतिर हो यार। होइन अलिक खोला जस्तो बाटो थियो यार। खोला त तलै हो। यस्तै हो जो टर्निङ भएकै ठाउँतिर है। यार कहाँ गयो? एकचोटि
राम्रोसँग बनायो होइन पहिला हामी यो एकचोटि दिपक दल भन्ने गाडीमा आउँदाखेरि होइन मकमान बाटो एक खाली परेको बाटो बिग्रिन्छ त्यस्तो गऱ्यो भने सरकारले गरे नि चाइनाको टेक्नोलोजी हान्नुपर्ने हो कि चाइनाले कस्तो डेन्जर डेन्जर बनायो यार पाहाडतिर नि ए यहीँ नै हो यता तल बाटो बिग्रेको यहाँ हो कि बाटो चाहिँ खतरनाकै छ अझ यो भान्सा घर टपमा हुनुपर्ने है अनि त्यतिको पनि ठिक छ यार रफ्तार गइरह होला केटाहरू हुस्सी लगाइरहेको रहेछ देवी चौर मौसम त डेन्जर रहेछ त यहाँ त देउराली जस्तै होइन हामी अस्ति भ्यू पोइन्ट गएको थिएन यहाँसम्म माथि चाहिँ ओए मौसम त दामी भएछ त ओए दामी भएको रहेछ त यार मौसम बस सही भएको रहेछ त्यहाँ मेरो ब्यागमा छ यार फुट्दैन होला ल ल खतरा खतरा ओए वे के हो यस्तो वे यस अघि मैले भने जस्तो के डेन्जर डेन्जर मौसम चाहिँ सही भएको रहेछ यार दामी मजा आएको यार
रमाइलो छ है ठाउँ चाहिँ रमाइलो केही देखेको छैन केही देखेको छैन त Yes. Bah. Ye bah. ये कता हो यार यता है ए जौबारी अनि काठमाडौँ नजिक यस्तो ठाउँ छ पानी त परिहाल्यो पानी पर्छ हल्का ए त आकाश चाहिँ त भुइँ अनि त आकाश त कालो छ ल अनि हेलो यसो हो त्यहाँ सकेन होला चिसो चिसो हुँदैछ पानी पनि छिटाइरहेछ हल्का डेन्जर ल भिज यस्तो छ यार बाटो आम्बो बाटो त खत्रै हो ए कहाँ हिँडेको यो फुच्चे लौ ए
हिलोमा चाहिँ एकदम बचाउनु पर्छ यार मेरो बाइक लत त चिप्लिहाल्छ मेरो त आफ्नो अन्डा नि फुट्ला फेरि वे मजा आयो मजा आयो भाटी देखेको छैन त आम्बो सेतै मात्र के है अब त अँध्यारो नि हुँदै आयो नि त ए डेन्जर हुने रहेछ यार यो बाटो त पुरै है त्यही भने खोलाको आवाज हो क्या के भने हो र ल बिस्तारै हिँड ल बाटो भिडतिर हालिदिएला फेरि उकालो चढ्नु छ क्या हामीलाई उयो हेडवाला पनि बोल्दैन त यार बाटो देखेको छैन यार नजिक आएपछि मात्रै बाटो देख्छ त हामी फेरि माथितिर जानु पनि तलतिर गइरहेको त्यही भने बाटो देखेको छैन कहाँ आइपुग्यो यार हामी केटाहरू त्यो लाइट देखेको होला ए यहाँबाट उकालो क्या हो ऊ सञ्जय दाई जस्तो लाग्यो तान्छ कि तान्दैन यार चिप्लो छ जस्तो यार अन्धाधुन्द हिँड्नुपर्छ कस्तो छ त बाटो
Way to heaven, way to heaven. वे टु हेभन Road to heaven. ओए लमा केही नदेखिरह देखाएको छैन यार केही नि माथि होइन सिधै यही उकालो होस् नतान्ने सिहाल्यो नि होइन अँ राति निस्किनु हुँदैन यार मकै गरेको ओहो लाई बिहान भएको अवस्था म चाहिँ अलिकति माथिसम्म चढ्दैछु भाइहरू भन्दैन भने कि मास्तिर चढेछ मास्तिर चढ्यो कि तलतिर गयो थाहा छैन यस्तो छ भ्यू चाहिँ हाम्रो घुसेल गाउँ ललितपुर नजिकैको गाउँ रिकर्ड छ गाउँ त्यहाँ भाइहरू थाहा छैन अन्त माथिसम्म हिँडौँ होइन यस्तो छ सिन चाहिँ महिना पानी परेको अवस्था थाकिरहेछ यार